1 2 3 कट ट्राभल कास्ट स्टार्ट ल वेलकम टु माई पडकास्ट इन्ट्रेस्टिङ हुनेछ किनभने हामी ट्राभल गर्दै पडकास्ट गर्नेछौँ मेरो साथी निल हामी दुईजनै सिक्किम मणिपाल इन्स्टिट्युट अफ टेक्नोलोजीमा काम गर्छौँ र अहिले बिहानै कालिम्पोङबाट कलेज गएको र हामी 4-5 वटा इन्ट्रेस्टिङ कुरामा टक गर्नेछौँ है। पहिलो त हाम्रो कालरभ एसएमआईटी को महाकुम्भ आजदेखि स्टार्ट हुनेछ। कालरभ चाहिँ नर्थ बेङ्गल सिक्किम र नर्थ इस्ट इन्डियाकै लियो भने चाहिँ सबसे ठुलो कल्चरल फेस्ट हो। पहिला त झन् भिड हुन्थ्यो है, आजकल अलिक भिड कम्ती हुने गरेको छ, तरै भए पनि म्याग्निट्युड अफ स्केल एकदमै ठुलो हुन्छ र हामी 3 दिन चाहिँ कालरभ मेलामा मजा गर्नेछौँ है। स्टुडेन्ट्सहरूले पनि स्टल्स राखेको छ, त्यहाँनिर मजा आउँछ, डीजे हुन्छ, म्युजिक हुन्छ, डान्स हुन्छ, सबैजना एकदम आफ्नै धुनमा हुन्छ। अन्त साथी मिठाई खाँदै जाउँ है, अरू कुरा त खानु हुँदैन, मान्छेहरू यस्तै मिठाई खानुपर्छ। वरुण जैन आउँदैछ हैन? वरुण जैन आउँदैछ यसपालिको। कुन चाहिँ गाना थियो पपुलर? त्यसको थुप्रो छ त गाना पपुलर के, त्यसको त्यो म्युजिक पनि त्यसले आफै बनाउँछ, युट्युबर थियो पहिला चाहिँ। अहिले के अरे त्यो उयो हाम्रो के अरे त्यो यो त्यो केटा के भन्छ त्यसको पिक्चर लेटेस्ट त्यसले गाएको त्यसले वरुण जैनले बलिउड सङ्ग्सहरू पनि गाएको छ हो। ऊ चाहिँ 3rd डेमा लास्ट डेमा आउँछ, भिड हुन्छ त्यति बेला कलेजमा। अन्त अरू कुरा त के थियो भने त्यो कालिम्पोङमा पानीको प्रब्लम चाहिँ छँदैछ है, हप्तामा 2 खेप आउँछ। अनि माथिबाट सुनिता विलियम्स आएको हेऱ्यौ? दामी देखाइदियो है त्यो, अब त्यो प्यारासुटमा झरेको क्या। तर त्यहीँनिर चाहिँ खालि सुनिता विलियम्सको पनि नाम आयो है। त्यहाँनिर अर्को एकजना जेन्टलम्यान पनि हुनुहुन्थ्यो, उहाँको त नामै आएन है। विलमोर स्पेशलिस्ट हुनुहुन्थ्यो, यता चाहिँ पाइलट है, एक विलमोर, उसको त नामै आएन हो। तरै भए पनि यस्तै हुन्छ। कति हाम्रो मिडियाले मात्रै त्यो कभर गरेको होला विलियमलाई चाहिँ, सुनिता विलियम्स। त्यो पनि हुनसक्छ, इन्डियन मिडियाले है इन्डिया कनेक्सन छ भनेर सुनिता विलियम्स। तर अति अचम्म लाग्दो कुरा चाहिँ उनीहरू माथि 9 महिना अड्के होइन, त्यति बेला चाहिँ किन ल्याउनु सकेन? स्पेस एक्सको यो टेक्नोलोजी त त्यति बेला पनि थियो। अझ अचम्म लागेन, 8 दिनको लागि गएको 9 महिना स्पेसमै। सुनिता विलियम्स चाहिँ कालिम्पोङको भए चाहिँ सुनिता विलियम्सलाई एउटा कुराको चाहिँ पुरा चिन्ता हुन्थ्यो, आज पानी आयो कि आएन, मेरो पाइप कसले काटिदियो भनेर। तर उनीहरूको कन्ट्रीमा त्यो सब टाउको दुखाइ हुँदैन है। होइन त्यसमा त भन्दाखेरि के अरे स्पेसमा त छ नि, स्पेस स्टेसनमा त्यहाँ त अन्त कहिले मान्छे त खाली हुँदैन अरे त अन्त। हुनै भएन नि त, स्पेस स्टेसनलाई त चाहियो नि त चलाउने त, कहिले हुँदैन अरे खाली। त्यो के भन्छ त्यहाँनिर रसिया चाइना युएस हो, इन्डियाको पनि जान्छ अब कहिले। रसिया चाइनिज त्यो चाहिँ म्यान मेड वर्ल्ड्स मोस्ट एक्सपेन्सिभ प्रोजेक्ट हो, 150 बिलियन भन्दा पनि बेसी खर्च भइसक्यो त्यसमा हो। त्यस्तो हुन्छ अन्तखेरि अर्को जुन चाहिँ गएको छ त्यसकोमा आएको भए पनि भइहाल्थ्यो फर्केर होइन के हो त्यो चाहिँ हाम्रो लाटा सिधा हिसाब हो कि, तर कुनै के मिलेन हौ, तिनीहरूको टेक्निकल भयो। अन्त अहिले अहिले अर्को कुरा छ, नेपालको गीत है, दुर्गेश थापाको गीत सुनेको छौ? हट्टु भएर पट्टु भएर भनेको सुन्नमा आएको यो गीत चाहिँ टी सिरिजले हिन्दी पिक्चरमा पनि ल्याउँदैछ अरे है, पुरा भाइरल भइसक्यो है। गीतको बिट्स पनि मजाको छ। अब सुन्ने हो इन्डियन कन्टेक्स्टमा हो भने चाहिँ छपडी गीत हो, तर ब्युटिफुल। तर यो मान्छेको यही पपुलर रहेछ, अरू छैन रहेछ नि। यसले चाहिँ पिक बनाएन, यो चाहिँ डरलाग्दो भयो है। गीतको लिरिक्स चाहिँ अलिकति उल्टा पुल्टा छ है। गीत चाहिएन नि त यहाँ मान्छेलाई, गीत कसलाई चाहियो? बिट्स चाहियो नि, त्यही हो नि। अन्त हामी अहिले कालिम्पोङ 5 माइल पुग्नु आँट्यौँ, 6 माइल 5 माइल है। टाइम पनि अगाडि देखाइदिनु नि, के हुँदैन घुम्दैन क्यामेरा सबै? होइन नघुमाएको नि। कुरा चाहिँ के हो भने, अन्त अरू कुरा त के छ आज, तर भोलि त फेरि पानी पर्ने वेस्ट देखेको थिएँ मैले। स्टेज प्रिपेयर भइसक्यो तल भइसक्यो कि
पानी पर्ने त्यो थियो फोरकास्ट माझीटारमा पानी पर्यो भने चाहिँ अलिकति मजा आउँदैन है ओपन ग्राउन्डमा हुँदैछ काल र भगवानलाई यही प्रार्थना छ कि भगवान 2 दिन चाहिँ पानी अलिकति उता सारिदिनु चाइनामा भन्दा गरिहालेको है चाइनामा भने त रेनलाई माथि गएर बस्ट गर्दैन ओलम्पिक्समा गरेको जस्तो क्या अनि चाहिँ के हो भने नि अब आइएससी एक्जाम सक्नु आँट्यो है हाम्रो कालिम्पोङ दार्जिलिङ सिक्किम सिलगढी दाजुभाइ दिदीबहिनीहरूलाई दिदीबहिनी त होइन है बहिनी र भाइहरूलाई तपाईँहरूले कलेज हेर्नु हुँदैछ भने चाहिँ www.apply.smit.in मा चाहिँ हेर्नु होला है हाम्रो कलेजमा दे आर भेरियस कोर्सेस इन्जिनियरिङ छ बिजनेस म्यानेजमेन्ट छ BCA छ BSc छ अनि साइकोलोजी पनि छ र फिजिकल एडुकेसन पनि छ किन बाहिर जानु बाहिरको है एयर क्वालिटी कस्तो खतम छ अरे ट्राफिक यस्तो छ अरे घरकै छेउमा सिक्किम वान अफ द मोस्ट पिसफुल स्टेट सुन्दर सिक्किममा आउनुहोस् ट्राई गर्नुहोस् कलेजको इन्फ्रास्ट्रक्चर पनि एकदमै राम्रो छ मै त्यहाँ काम गरेको 20 वर्ष साथी काम गरेको 21 वर्ष भइसक्यो हामीले कति स्टुडेन्ट्सहरू देख्यौँ यही कालिम्पोङ दार्जिलिङ सिक्किमबाट है यस्तो राम्रो गर्दैछन् उनीहरू अनि इन्डियाको फर्स्ट वुमेन पाइलटै हाम्रो इन्डियाको फर्स्ट एयरफोर्सको वुमेन पाइलट पनि हाम्रै स्टुडेन्ट हो माइक्रोसफ्टमा पनि कतिले पाएको छ यहाँको काम है अन्त यो चाहिँ हाम्रो अब एउटा दायित्व पनि हो सोसियल दायित्व हो कि करियर काउन्सिलिङ है अब अहिले यसमा त यत्रो लामो काउन्सिलिङ त मिल्दैन तर भनिरहेको हाम्रो SMIT चाहिँ वान अफ द बेस्ट कलेजेस अफ इन्डिया हो प्राइभेटमा र if you are interested in BTech and BBA and BCA or BSc just have a look अब चाहिँ हामी कालिम्पोङको 6 माइलको यो काँक्रा गोलाईमा आयौँ गोलाईकै नाम काँक्रा गोलाइ हो किनभने यहाँ चाहिँ सिजनमा चाहिँ डरलाग्दो काँक्राको एक्सपोर्ट त भन्नु मिल्दैन तर सिक्किम पठाइन्छ है यहाँबाट डरलाग्दो काँक्रा जान्छ यो होल एरिया चाहिँ काँक्राको खेती पुरा हुन्छ यहाँनिर है निक्ले त अब बिस्तारै निक्लेको 200 रुपैयाँ केजी अम्बो म त्यो भन्नु आँटेको थियो फर्स्टको काँक्रा चाहिँ बिटकोइन भन्दा महँगो हुन्छ है 200 रुपैयाँ होस् अहिले नपाऊँ अब अलिक दाम घटेपछि हाम्रो कालिम्पोङ हो है कालिम्पोङ इज अ ब्युटिफुल प्लेस त्यसमा मैले भनिराख्नु पर्ने केही कुरा छैन तर यु नो सबै जग्गाको जस्तो आफ्नै प्रब्लम्सहरू छ यहाँनिर तरै भए पनि कालिम्पोङको मान्छेहरू खुसी नै छ पानीको चाहिँ बिग समस्या अहिले है एकदम ठुलो समस्या हो हाम्रोमा नेउरा भ्याली त्यहीँनिर छ सोर्स त्यहीँनिर छ तर पनि पानी आउँदैन त्यो चाहिँ अब अलिकति प्रशासनकै विकनेस हो मिसम्यानेजमेन्ट जस्तै लाग्छ म किन पानी त छ नि त किन आउँदैन 24/7 चाहिँदैन पानी तर दिनमा एटलिस्ट 2 आवर्स त पानी पाउनु पर्ने हो आज घाम लाग्छ जस्तो छैन तर यो तुवालोले चाहिँ अलिकति बोरिङ गर्छ सबैजना अहिले बिमार पनि हुँदैछ है अनि मोस्ट इम्पोर्टेन्टली चाहिँ अब IPL स्टार्ट हुँदैछ तर फर्स्ट म्याच पनि फेरि पानीले गर्दा अलिकति नहोला जस्तो रहेछ यही हो जिन्दगी किप ट्राभलिङ र अब हामी चाहिँ राष्ट्रिय राजमार्ग 10D मा छौँ यसले चाहिँ सिक्किमलाई रेस्ट अफ इन्डियासँग जोड्छ र हाइवेको त के कुरा गर्नु है गरि नसक्छ प्योर नेपालीमा भन्नु हो भने चाहिँ के भन्छ त्यसलाई भाताङ भुतुङ छ खतम भइसकेको छ बाटो है खै नेसनल हाइवे अथोरिटीले ल्याऊ भन्छ तर केही देख्यो त्यसको केही झलकहरू कहीँ केही पनि छैन पहिलाकै जस्तो सिस्टम छ हो अब रेनी सिजन आउनु त 2 महिनै छ बाटो त ब्याड छ ब्याड र म चाहिँ यो राष्ट्रिय राजमार्गको चाहिँ एउटा डरलाग्दो क्रिटिक हो किनभने म ट्याक्स दिन्छु गभर्मेन्टले राम्रो बाटो दिनै पर्छ हैन साथी के हो फाइट फर योर राइट
रेनी सिजन आउनुभन्दा काम मेन्टेनेन्स हुँदै गरेको हुनु पर्थ्यो तर मेन्टेनेन्सको म पनि छैन हो अन्त एकैचोटि पानी आउँछ बाटो जान्छ त्यहाँदेखि भन्छ ए रास्ता ऐसा है वैसा है अल्टरनेटिभ रेलवे भन्छ अब रेल कहिले आउनु हो म त 2030 अगाडि त रेल आएको देख्दिनँ हो रियालिटीमा चाहिँ खास हेर्नुपर्छ बाटो एरिया दुईटा गाडी पास हुँदैन यो बाटो के भन्नु अरू त दुईटा गाडी पास हुँदैन हो साह्रै साह्रो छ यो बाटो अन्त अरू के गर्नु यही बाटो हो हाम्रो लाइफ लाइन अब यो मान्छेहरू छ नि यो मान्छेहरू पर्मानेन्ट घर बनाउँछ पर्मानेन्ट बनाउँछ हाइवे सानो झन् सानो हुन्छ हामी चाहिँ अहिले मल्ली आइपुग्नु आँट्यो है अन्त अब आधी घन्टामा त हामी कलेज पुग्छौँ पनि हो कति भयो टाइम 8 बजे छ बिहानको 8:30 मा त कलेजमा हुन्छौँ आज अरू पनि इन्ट्रेस्टिङ कुरा लिएर हामी आउनेछौँ है हाम्रो यो ट्राभल पडकास्टमा कुनै दिन हामी मनसङको बाटो घुमेर आउनेछौँ अनि तपाईँहरूलाई एसएमआइटीको बारेमा केही जान्नु छ भने जहाँ हामी काम गर्छौँ है केही जान्नु छ भने हामीलाई कन्ट्याक्ट गर्नु होला हाम्रो कन्ट्याक्ट नम्बर यही हो स्क्रिनमा आइरहेको छ एडमिसन मात्रै होइन स्कुल भिजिट पनि हुन्छ हाम्रो आउटरिच प्रोग्राम छ स्कुल स्टुडेन्टहरूको लागि हामी त्यो पनि गर्छौँ र अहिले क्लास 12 पास गर्ने भाइ बहिनीहरूलाई चाहिँ म यही भन्छु कलेज चाहिँ प्लिज सोचेर सम्झेर छान्नु साथीहरू गयो भनेर त्यहाँ नजानु फस्छौ हो आफ्नो अमूल्य समय बिग्रिन्छ याद गर्नु त्यसै कारण नम्बर 1 आमा बाउले भनेको सुन्नु यसमा आमा बाउलाई त्यति ज्ञान हुँदैन है अहिलेको लेटेस्ट कुराहरूमा you can take help of internet or get in touch with us we will help you but do not land up somewhere where you did not want but your friends said let's go and then the problem starts yesto चाहिँ नहोस् टाइम चाहिँ फर्किँदैन ठिकै हो फर्किँदैन हामी चाहिँ एक्ज्याक्टली मल्लीमा आइपुग्यौँ है मल्लीबाट यता चाहिँ जोरथाङ जान्छ यता सिक्किम मल्ली यो चाहिँ बङ्गाल मल्ली इन्ट्रेस्टिङ छ अन्त यसरी नै अब हामी गफ गर्दै कलेज पुग्छौँ है एकछिनमा हाम्रो म्युजिक पनि स्टार्ट हुन्छ म्युजिक सुन्दै नम्बरहरू नि गाडीको अगाडिको गाडी त 5PD 0001 लेखेको है नम्बर नम्बर रहेछ र अब आई थिङ्क आजको लागि यति नै हो हाम्रो फर्स्ट ट्राभल पडकास्ट है अब हाम्रो हेर्नेहरूले मन पराइदियो भने लाइक गरिदियो भने सब्सक्राइब त गर्नु पर्दैन हाम्रो च्यानलै छैन लाइक गरिदियो र सेयर गरिदियो भने चाहिँ भ्युज हामीले राम्रो पायो भने चाहिँ फेरि बनाउँछौँ इन्ट्रेस्टिङ टपिक्समा है हामीलाई केही चाहिँदैन लाइक सेयर गरिदिनु भयो भने मोटिभेसन हुन्छ अझै टपिक्सहरूमा हामी रिसर्च गर्छौँ तर हरेक बेलामा नेसनल हाइवे 10 को चाहिँ आलोचना चाहिँ हुन्छ पक्का हुन्छ अपडेट चाहिँ दिइरहन्छ अब रेनी सिजनमा त झन् अपडेट हुन्छ रेनी सिजनको बाटो त हेर्ने लायकको हुन्छ नि एकदमै हेर्ने लायकको हुन्छ र यही भनेर आज फ्राइडे 21 अफ मार्च 2025 कालरभको ओपनिङ डे र यहाँबाट हामी तपाईँहरू सबैजनासँग बिदा लिनेछौँ नमस्ते र दुर्गेश थापाको गीत नसुन्नु भन्दिनँ सुन्नु पनि भन्दिनँ सुन्नु होला मजाको छ बाई